के तपाईँ 100 रुपैयाँमा सेयर भर्न चाहनुहुन्छ? विजय लघुवित्तले आफ्नो एफपिओ खुला गर्दैछ। यो अवसर नछुटाउनुहोला। विजय लघुवित्तले कुल 4,66,817 किता सेयर निष्कासन गर्न लागेको हो। सबैभन्दा खुसीको कुरा के छ भने प्रति किता मात्र 100 रुपैयाँ तोकिएको छ। कुनै प्रिमियम शुल्क थपिएको छैन। यसमा डायरीमा नोट गर्नुहोस्, यो एफपिओ जनवरी 5 अर्थात् पुस 21 गतेदेखि जनवरी 8 अर्थात् पुस 24 गतेसम्म खुल्ला रहनेछ। तपाईले न्यूनतम 10 कितादेखि अधिकतम 10 किता नै आवेदन दिन उपयुक्त हुन्छ, किनकि शेयर संख्या थोरै छ र गोलापर्ताबाट मात्र बाँडफाँड हुनेछ। यो एफपिओ मार्फत कम्पनीले 4,66,00,000 रुपैयाँ सङ्कलन गर्दैछ, जसले गर्दा कम्पनीको चुक्ता पुँजी बढेर 79,17,00,000 रुपैयाँ पुग्नेछ। यो शेयर निष्कासनको जिम्मा यानम्बी क्यापिटलले लिएको छ। तपाईले आफ्नो मेरो शेयर एप अथवा वेबसाइटबाट सजिलै आवेदन दिन सक्नुहुन्छ। यस्तै शेयर बजारको जानकारीका लागि हामीलाई फलो गर्न नभुल्नुहोला।